टोल विकास संस्थाका संयोजक पाण्डेजी, टोल विकास संस्था संयोजकज्यूहरू, कृषि संयोजक सदस्यज्यूहरू र यसै गरी हाम्रो स्वास्थ्य शाखाका महिला सर्जनले सञ्चालकारी पत्रकारहरू। तिलोत्तमा नगरपालिकाले आज महिलाहरूको लागि राखिएको यो स्वास्थ्य शिविर कार्यक्रमको म सबैको पत्रकार सफलताको शुभकामना दिन चाहन्छु। व्यक्तिगत तर्फबाट तिलोत्तमा नगरपालिका परिवारको तर्फबाट र विशेष गरेर सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने मानिसको स्वास्थ्य हो। स्वास्थ्यसँग अरू केही कुराको पनि तुलना हुन सक्दैन। सम्पत्तिको तुलना हुन सक्छ, र गरगहनाको तुलना हुन सक्छ। त्यसले गर्दा हामीले हाम्रो नागरिकलाई कसरी स्वास्थ्य राख्ने महत्त्वपूर्ण कुरा हो। तथापि हामीले सीमित साधन स्रोत भए पनि तिलोत्तमा नगरपालिकाले वडामै सेवा महिला दिदीबहिनीहरूको लागि, ज्येष्ठ नागरिकहरूको लागि, अशक्तहरूको लागि, बालबालिकाहरूको लागि वडामै सेवाहरू प्रदान गर्नुपर्छ। स्वास्थ्यका सेवाहरू, सामाजिक सुरक्षा भत्तादेखि राष्ट्रिय परिचय पत्रदेखि लिएर अरू कार्यक्रमहरू वडा लक्षित वडामै सेवा सुविधा दिन सकिने नागरिकहरूलाई सहज हुन्छ भन्ने मूल उद्देश्यका साथ वडा लक्षित कार्यक्रमहरू हामीले गरिरहेका छौँ। समय पहिला ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्ने कार्यक्रमहरू, नक्साको शिविरको कार्यक्रम पनि सञ्चालन भएको थियो। नक्सा पनि हामीले नगरपालिकामा गएर समयका जाने झन्झट ढिलो हुने हुँदा वडामै नक्सा शिविर सञ्चालन गर्ने र वडाबाटै नक्सा प्रदान गर्ने र इजारा दिँदा पनि वडाबाटै दिने किसिमको हामीले कार्यक्रमहरू गरिरहेका छौँ। र यो ठुला रोगहरू, नसर्ने रोगहरू एक घर एक क्यान्सर जसरी नै अहिले आक्रामक रूपमा अगाडि बढेको छ। अझ भारतमा त यो क्यान्सर रोगीहरूको लागि मेरो विचार नै छुट्टै छ। अस्पतालसम्म जाने क्यान्सर मरिजका लागि रेलको टुक्रामा त्यसको लागि हामीलाई धेरै ठुलो खर्च पनि लाग्दैन। हामीमा चेतना भयो भने, हामीमा चेतना जाग्यो भने, हामीले नियमित रूपमा स्वास्थ्य परीक्षणहरू गरायौँ भने यसबाट हामी त्यो रोग लाग्नबाट हामी बच्न सकिन्छ। त्यसले हामीले हाम्रो नागरिकलाई कसरी स्वस्थ बनाउँ? स्वस्थ नागरिक नै त्यो एउटा सम्पत्ति हो। स्वस्थ नागरिक नै त्यो एउटा गहना हो। त्यसले गर्दाखेरि स्वास्थ्यसँग अरू कुनै कुराको पनि तुलना हुन सक्दैन। त्यसले गर्दाखेरि यहाँहरूले आफ्नो स्वास्थ्य परीक्षण पनि गराउने, यसलाई नियमित रूपमा गराउने किसिमको अभ्यास पनि यहाँले गर्छ बसाल्ने। त्यो भयो भने हामी पनि स्वस्थ हुने, अरूलाई पनि स्वस्थ बनाउने, सबै नगरवासी स्वस्थ हुने। तिलोत्तमा नगरपालिकाले हाम्रो सबै नगरवासीलाई कसरी स्वस्थ बनाउन सकिन्छ? स्वस्थ मानिसले आफ्नो प्रगति गर्न सक्छ, परिवारको प्रगति गर्न सक्छ, समाजको रूपान्तरण, मुलुकको समृद्धिको लागि महत्त्वपूर्ण भूमिका निभाउन सक्छ। यसलाई जोड दिनुपर्छ र राज्यले पनि, नेपाल सरकारले पनि, स्थानीय प्रदेश सरकारले पनि सामाजिक दायित्वमा 16% भन्दा बढी लगानी गरेको छ। त्यो अन्यत्र मुलुकमा भन्दा नेपालले सामाजिक दायित्वमा धेरै ठुलो खर्च बिहोर्न गरेको छ। हामीले जति सामाजिक दायित्वमा खर्च बिहोर्न गर्दै जान्छौँ पूर्वाधारको काम चाहिँ कम हुन्छ। तर हामीले पनि लाग्छ भौतिक पूर्वाधारको विकाससँग सँगसँगै सामाजिक विकास र मानवीय विकाससँग सँगसँगै अगाडि लानुपर्छ। सबै मान्छे रोगी भयो भने हामीलाई पूर्वाधारको के काम? घरमा सबै मान्छे रोगी भयो भने राम्रो घरको भवनको के काम? सम्पत्तिको के काम? त्यसले गर्दा हामीले भवन पनि बनाउने, बाटो पनि बनाउने, पुल पनि बनाउने, स्कुल पनि बनाउने, तर नागरिकहरूलाई स्वस्थ बनाउने, त्यसको लागि चेतना पनि सिर्जना गराउने, स्वास्थ्य परीक्षण पनि गराउने हामीले गर्दै आएका छौँ। यसमा आज डाक्टर साहबले अमूल्य समय दिएर आउनुभएको छ। यसको लागि म डाक्टर साहबलाई हार्दिक धन्यवाद र आभार पनि व्यक्त गर्न चाहन्छु। आउने दिनमा डाक्टरसँग सरसल्लाह छलफल गरेर अझै यसलाई व्यापकता दिने, सङ्ख्या पनि अलिकति बढाउने, आमा दिदीबहिनीहरूको सङ्ख्या पनि बढाउने। आमा दिदीहरू बहिनीहरूलाई स्वस्थ नराखेसम्म परिवार स्वस्थ हुन सक्दैन। किन भन्दा आमा दिदी बहिनीहरू आफैमा वैद्य हो, आफैमा डक्टर हो। उहाँहरू हाम्रो भान्सा भनेको वैद्यखाना हो, हाम्रो भान्सा भनेको औषधालय हो, हाम्रो भान्सा भनेको एउटा मेडिकल क्लिनिक हो। त्यसले गर्दा आमा दिदी बहिनीलाई स्वस्थ राख्न सक्यो भने, आमा दिदी बहिनी स्वस्थ हुनुभयो भने परिवार स्वस्थ हुन्छ। आमा दिदी बहिनीले चिनी धेरै खुवाउनु भयो भने हामीलाई सुगर लाग्छ, आमा दिदी बहिनीले नुन धेरै खुवाउनु भयो भने हामीलाई बिपी बढ्छ, आमा दिदी बहिनीले तेल चिल्लो धेरै खुवाउनु भयो भने हामीलाई चाहिँ ग्यास्ट्रिकहरू बढेर जान्छ। त्यसले गर्दा आमा दिदी बहिनी नै अस्वस्थ हुनुभयो भने परिवार कसरी स्वस्थ हुन्छ? त्यसले गर्दा आमा दिदी बहिनीलाई स्वस्थ बनाउने काम तिलोत्तमाको मुख्य दायित्व हो भन्ने कुरा म यहाँलाई जानकारी गराउँदै म आज यहाँहरू आउनुभएको छ। यहाँहरूलाई स्वस्थ बनाउनको शुभकामना दिँदै
मेरो विचार यहाँ धन्यवाद। यस कार्यक्रममा आफ्नो शुभकामनाका मन्तव्य सहित कार्यक्रमलाई विधिवत समापन गर्दै हुन तिलोत्तमा नगरपालिका वार्ड नम्बर 5 का वडाध्यक्ष तथा यस कार्यक्रमका सभापति आदरणीय रविन्द्र सुनाम। आज हामीले जीवनको सबभन्दा महत्त्वपूर्ण चिज स्वास्थ्यलाई आयोजित यस महिलाहरूको निःशुल्क पाठ्यक्रम परीक्षण कार्यक्रममा आफ्नो अत्यन्तै व्यस्त समय, आफ्नो अत्यन्तै महत्त्वपूर्ण समयहरूलाई यसलाई अझ महत्त्वपूर्ण ठानेर पाल्नुभएका यसै तिलोत्तमा नगरपालिकाका आदरणीय विकास प्रेमी, आदरणीय बौद्धिक व्यक्तित्व, सामाजिक व्यक्तित्वका अधिकृत आदरणीय रामप्रसाद ढकालज्यू,